नमस्कार सम्पूर्णमा। आशा छ तपाईँहरू आरामै हुनुहुन्छ, म पनि सन्चै छु। र आजको यस काल र पक्षको श्रृङ्खलामा चाहिँ हामी भविष्यकालका बारेमा चाहिँ जान्नेछौँ है त। भविष्यकालका बारेमा अब हामीले भूतकाल र वर्तमानकालका बारेमा अघिल्ला भिडियोहरूमा हामीले जानिसक्यौँ होइन। अब आज भनेको नयाँ भनेको भविष्यकाल है। अनि मैले परिचयमा सुरुमा पनि भनेको थिएँ होइन, कालका तिन प्रकार हुन्छन्: भूत, वर्तमान र भविष्य। भूत र वर्तमान भने के रहेछ, पहिला भइसकेको र क्रमशः भइरहेकोलाई चाहिँ के भूत र वर्तमान भनिँदो रहेछ। अब भविष्य भनेको के रहेछ त त्यसो भए? भविष्यमा हुने, पछि हुने भनौँ न, पछि हुने जति पनि घटनाहरू हुन्छन् त्यसलाई चाहिँ हामीले के अन्तर्गत राख्छौँ त? भविष्यकाल अन्तर्गत राख्छौँ भनेको के रहेछ त परिभाषा? पछि हुने घटनाहरूलाई भविष्यकाल भन्दो रहेछ, पछि हुने समय है। अब यसका पनि प्रकारहरू छन्, तिनवटा प्रकार छन्। सजिलो छ एकदम है, गाह्रो केही छैन। हामीले अपूर्ण, पूर्ण, सामान्य भनेको त अघिल्लो भिडियोहरूमा पनि पढिसकेका थियौँ है, गाह्रो केही थिएन त्योमा है। अब अहिलेको भविष्यमा छ नि होइन, हामीले थाहा पाउनुपर्ने भनेको भविष्यकोमा चाहिँ क्रियापद के लाग्छ त्यो मात्र थाहा पाउनु पर्ने हो है त। ल, चिन्ता नगर्नुहोस्। अब सामान्य भविष्यबाट सुरु गरौँ ल। उदाहरण हामी भविष्यकालको हेरौँ, त्यो भनेको आफै सामान्य भविष्य हुन्छ कि। अब सामान्य भविष्यमा चाहिँ के क्रिया आउँछ त्यो पहिला थाहा पाऊँ। म खाना खानेछु भनेको भविष्यमा गर्ने काम हो नि त। म खाना खानेछु है, म खाना खानेछु, म विद्यालय जानेछु, ऊ विद्यालय जानेछ है। यस्तो नेछ, नेछ लाग्यो भने चाहिँ के हुन्छ त? भविष्यकाल हुँदो रहेछ। हुनेछ, खानेछ, गर्नेछ, पढ्नेछ, गाउनेछ, यी सबै। अनि यो छ छ मात्र हुँदैन, जति पनि हुनसक्छ। खानेछन्, पढ्नेछन्, गाउनेछन् होइन, बस्नेछन् होइन, उठ्नेछन्, पकाउनेछन् होइन, अनि त्यसै गरी पकाउने छिन्, खेल्ने छिन्, सुन्ने छिन्, जाने छिन् होइन, आउने छिन्। ये सबै यस्तो क्रियापदहरू लायो, क्रियाहरू लायो भने चाहिँ त्यो के हुँदो रहेछ त? भविष्यकाल हुँदो रहेछ। भनेपछि यी क्रियापदहरू मात्र लागेको भए चाहिँ त्यो के हुँदो रहेछ त? सामान्य भविष्य हुँदो रहेछ। म गाना सुन्नेछु है, तिमी कहाँ जानेछौ? अब प्रश्नमा पनि आयो एउटा होइन। उदाहरण जे पनि बनाउनु मिल्छ, प्रश्नमा पनि बनाउनु मिल्छ, आज्ञार्थकमा पनि बनाउनु मिल्छ होइन। त भोलि खेल्न जानेछस्, यस्तो पनि बनाउनु मिल्यो होइन। आज्ञार्थकमा पनि बनाउनु मिल्यो, सम्भावनार्थकमा पनि बनाउनु मिल्यो। भाव र अर्थ अझै हामीले पढ्न बाँकी छ, त्यही पनि म त्यो बेला पढाउँला। अहिले जसरी पनि वाक्य बनाउनु मिल्यो भन्न खोजेको मात्र है त। सम्भावनामा पनि बनाउनु मिल्यो होइन, आज्ञा दिएकोमा पनि बनाउनु मिल्यो, इच्छार्थक पनि बनाउनु मिल्यो होइन, कालका जति पनि उदाहरणहरूमा बनाउनु मिल्यो है। म भोलि खाना खानेछु, यी के भयो त? के को उदाहरणहरू भयो त? सामान्य भविष्यकालको उदाहरण हुनुभयो। भनेपछि के रहेछ त? भविष्यकालको क्रियापद नेछ, नेछ, नेछ चाहिँ जोडिन्छ है अन्तिममा। क्रियापदमा भनौँ न, क्रियापदमा चाहिँ नेछ जोड्नेछ, खानेछ, गर्नेछ ल। अनि तपाईँहरूले यो बुझिहाल्नुभयो। अब अपूर्णको पक्ष के भन्नुभयो अरे? के भनेको थिएँ मैले अपूर्णको पक्ष? तपाईँहरूलाई याद नै छ, दही है। तै दहीमा दही मात्र छानेको थियो। दही भनेको अपूर्णको पक्ष भयो। अपूर्णमा अब के हुन्छ त? अब खाँदै हुनेछ हुन्छ भविष्यको सन्दर्भमा, खाँदै हुनेछ। वर्तमानको सन्दर्भमा के हुनेछ? खाँदैछु, खाँदैछ हुन्छ भने अब यहाँनिर हुने एउटा चाहिँ एक्स्ट्रा थप्यो बिचमा। खाँदै हुनेछ, म खाना खाँदै हुनेछु, ऊ खाना खाँदै हुनेछ, म विद्यालय जाँदै हुनेछ, जाँदै हुनेछु, उनीहरू विद्यालय जाँदै हुनेछन्, सीताले गृह कार्य गर्दै हुनेछिन्, समताले खाना पकाउँदै हुनेछिन् है। यी विभिन्न उदाहरणहरू चाहिँ हामीले बनाउन सक्छौँ। यो भनेको के भयो त? अपूर्ण। त्यो दही प्रत्यय लायो धातुमा भने त्यो अपूर्ण पक्ष हुन्छ हो। त्यो दहीसँग हुनेछ जोड्यो भने चाहिँ अपूर्ण भविष्य हुन्छ है। अब त्यसै गरी पूर्णमा चाहिँ के हुन्छ त? एको, एका, एकी धातुमा त्यो प्रत्यय जोडेर आउँछ। धातुमा के प्रत्यय जोडिन्छ अरे? एको, एका, एकी। यो भनिराख्न आवश्यक छैन, तपाईँहरूलाई जान्नै हुन्छ। अब त तपाईँहरू मभन्दा पनि बढी जान्ने भइसक्नु भएछ होइन। अब काल र पक्षमा मभन्दा बढी भइसक्नु भएको छ तपाईँहरू, म ठोक्वा गरेर भनिदिन्छु ल। अब एको एकाएकी जोडियो भनेछौँ होइन। अब एको एकाएकीसँग भविष्यकालको क्रियापद जोड्नु पऱ्यो, त्यो भयो भने के हुन्छ त? पूर्ण भविष्य हुन्छ। तपाईँहरू आफै उदाहरण सिर्जना गर्नुहोस् त, सक्नु भइहाल्छ होइन। जस्तै म एउटा भनिदिन्छु नि त ल। म खाना, मैले खाना खाएको हुनेछु भनेको भविष्यमा खाएको हुनेछु, खाएको भविष्यमा हुनेछु होइन त। भविष्यमा हुन्छ नि त होइन, भविष्यमा खाएको हुनेछु भनेपछि भविष्यमा अपूर्ण त्यो क्रिया गर्दै हुनेछ भने त्यसलाई जनाउनको लागि त के प्रयोग गर्छ अरे? अपूर्ण भविष्य हुन्छ है। मैले खाना खाएको हुनेछु, मैले काम गर्दै हुनेछु है। भनेपछि यो त अपूर्ण भयो, मैले पूर्णको भन्दैछु। मैले खाना खाएको हुनेछु, मैले काम गरेको हुनेछु है। बिचमा केही मिस्टेक भयो होला, पूर्णको भन्ने होला उदाहरण त्यहाँदेखि तपाईँले बुझिहाल्नुहुन्छ। के रहेछ त? पूर्ण पक्षमा धातुमा एको एकाकी जोड्ने, अनि भविष्य जोड्यो भने हुनेछ भयो होइन। अब पूर्ण भविष्यको उदाहरण बनाउनुहोस् त। मैले खाना खाएको हुनेछु। अब यो कति यस्तै उदाहरण बनाउनु होइन।
तर नि सजिलो छ, त्यस्तै उदाहरण बनाइदिउँ न, होइन? ल ठिक छ, तपाईँलाई म एउटा सानो गृह कार्य दिन्छु है त। युट्युबमा चाहिँ के कमेन्ट गर्नु भन्दाखेरि चाहिँ सामान्य भविष्य, अनि अपूर्ण भविष्य, अनि पूर्ण भविष्यको चाहिँ मात्र एकवटा, दुईवटा पर्दैन। तपाईँले इच्छा गर्नुहुन्छ भने दुईवटा बनायो भने चाहिँ म एकदम खुसी हुनेछु, होइन? नभए एउटा चाहिँ कमेन्ट चाहिँ गरिदिनु है त। कसरी एउटा वाक्य बनाएर चाहिँ पठाइदिनु है त कमेन्टमा चाहिँ। हस् त, आजलाई यति। अब अरू अरू भिडियोहरूमा चाहिँ अब यो काल र पक्ष हामीले सकायौँ, होइन? अब अन्य भिडियोहरूमा यस्तै व्याकरणका विविध विषयहरू लिएर हामी उपस्थित भइरहनेछौँ, प्रस्तुत गर्ने नै छौँ। तपाईँहरूलाई व्याकरणमा केही समस्या छ भने कमेन्ट गर्न सक्नुहुनेछ, र हाम्रो वेबसाइटलाई पनि हेरिदिनुहोस् है त। हस्, धन्यवाद।